नमस्ते, स्वागतम छ मेरो भ्लगमा सबैजनालाई। गाइस म चाहिँ आज हैन बिहिबार पनि थियो, पसल बन्द छ मेरो हैन। के अरे नाली बनाउँदैछ नि त, त्यही भएर पसल बन्द छ। त्यसैले म चाहिँ गाइस आज माछा पक्र्न जानेछु, माछा समाउन बल्छी खेल्न जानेछु। यहाँ तन्न माछालाई खानाहरू लगिदिएको छु अनि बल्छी पनि लगेको छु, खाब ढक हैन अनि गन्डेउला। गाइस म चाहिँ अहिले तपाईहरुलाई म बल्छी खेल्ने बेला पनि देखाउने छु हैन। एकदम तारा छ, बाटो गर्मी छ, सुरु भएको छ। ठुलो खोलामा जाने हो, माछाले पताउने हो कि न मलाई गाइस। माछाले पतायो भने त आज त खाइन्छ गजौले पेट जाँडासम्म। चाहिँ बल्छी खेल्दामा आएर बल्छी लगाइदिएको छु भर्खर, देख्न सक्नुहुन्छ। त्यो झर्ना छ होइन, छारा छ, तल बल्छी लगाएको छु। गाइस खोलामा बल्छी खेल्न आएको, बल्छी लगाइराखेको छु। माछै आउँदैन गाइस, माछै आउँदैन, माछाले नपताउनुहुन्छ गाइस मलाई। बाजेले भन्नुहुन्थ्यो अल्छीलाई बल्छी मखन्तीलाई जाल, दिनभरि बल्छी लगाएको माछा एउटा पनि परेको छैन। खत्तम छ हो जिन्दगी गाइस। माछालाई बल्छी खाँदैछु पाङ्गुला, अर्को फेरि यस्तो खाँदैछु। दुईवटा बल्छी लगाएको छु गाइस, एउटा फेरि यस्तो लगाइदिएको छु। माछा साछा नमर्ने हिसाब छ आज गाइस। अब गएर कुखुराको खुट्टा र टाउको लिएर बनाएर खाइस्। हेलो गाइस, म चाहिँ बल्छी खेलेर फर्किने बेला बाटो झुले जब आए कुत्ता पनि गुजरको ध्यान नि रोक्छ माछा। गाइस माछा साछा मरेन, अल्छीलाई बल्छी मखन्तीलाई जाल फर्के गाइस। अब दिनभरि घामले खायो, माछाले पताएन गाइस।